हजुरआमाले हामीलाई छोडेर जानुभएको पनि 13 दिन भयो। अनि हामीलाई चाहिँ यो अझै पनि होइन जस्तो नै लाग्दो रहेछ। के गर्नु, याद त आइ नै हाल्छ, त्यही पनि यो सत्य नै हो। अनि हाम्रोमा चाहिँ पूजा चलिरहेको थियो अनि आज 13 दिन भएको थियो अनि मामाहरू चाहिँ चोखिने दिन पनि हो। त्यही भएर चाहिँ यहाँ मामाहरूको चाहिँ आज 13 दिनको काम चाहिँ भइरहेको छ। अनि भाइले चाहिँ तरकारीहरू पनि पकाइरहेको थियो अनि मामाहरूको यता पूजा पनि भइरहेको थियो। सबै थोक चाहिँ राम्रै तरिकाले भइरहेछ। अनि आज चाहिँ सबैजना चाहिँ नुन खाने दिन पनि हो। अनि यहाँ चाहिँ आउने पाहुनाहरूको लागि चाहिँ हामीले खाना पनि रेडी गरेको थियौँ अनि आउनुहुनेहरूलाई चाहिँ हामीले दिँदै पनि थियौँ। अनि मम्मीहरूको पूजा होमहरू पनि भइरहेको नै थियो, राम्रो तरिकाले नै भइरहेको थियो। सबै मान्छेहरूकोमा यस्तो चाहिँ परि नै रहेको हुन्छ, किनभने मान्छेको लाइफ हो, मरण जन्मेपछि अन्त्य चाहिँ हुन्छ, यो चाहिँ सत्य नै हो। अनि हामीले यसलाई स्वीकार्नु पनि पर्दो रहेछ। 1-2 दिन 4-5 दिन र 8-9 दिन चाहिँ एकदमै मन दुख्ने हुन्छ, तर पनि हामीले यो कुरा चाहिँ स्वीकारेर अगाडि नै बढ्नुपर्ने नै हुँदो रहेछ। अनि यहाँ चाहिँ सुखा रोटीहरू, पुरीहरू र आलु तरकारी अचारहरू चाहिँ मजाले सबैजनाहरूले मिलेर बनाउनु हुँदै थियो। सबैजना एकदम सहयोग गर्ने खालको हुनुहुँदो रहेछ। अनि यहाँ चाहिँ हाम्रो पुजारीलाई चाहिँ दान दिनुको लागि चाहिँ मामाहरूले पूजा गर्नुभयो र यहाँ चाहिँ गौदान दिनुको लागि पनि गौमातालाई चाहिँ पूजा गरेर दिने चलन छ। त्यही भएर गौमातालाई चाहिँ मजाले पूजा गर्नुभयो अनि दिनु पनि भयो। अनि आज चाहिँ 13 दिन हो, नुन खाने दिन भएको कारणले चाहिँ मामा मम्मीहरू अनि सबै माइजूहरू मिलेर चाहिँ नुन पनि खानुभयो, चोखिनु भयो।